हेलो नमस्कार, म गुरु कुमार शाह। हिजो जुन 9 बजे बिहान घाटमा भएको छ जुन बाढी पहिरो आएको थियो होइन। सो हाम्रो रसुवा गढीबाट जुन दम जनजीवनको क्षति भएको रहेछ। हामी सबै सम्पूर्ण नेपालीहरू मिलेर होइन सक्दो जे जति हुन्छ हामीहरूले मिलेर सहयोग गर्नुपर्छ होइन। जे हुन्छ कपडा लत्ताले रासन नै होइन अब पैसाहरूले जे जसरी हुन्छ हामीले सक्दो सहयोग गर्नुपर्छ। साथै जुन ठाउँमा त्यो मृतक फेला पर्दो रहेछ अथवा हेर्दै हुनुहुन्छ भने त्यसलाई निकाल्न प्रयास गर्नुलाई कोसिस गर्नुलाई सकभर छिटोभन्दा छिटो प्रहरी चौकीमा फोन गरेर जिल्ला प्रहरीमा होइन कल गर्नु होला। अनि यो जुन धेरै जसो मैले सामाजिक सञ्जालमा हेरेँ भने भिडियो बनाउँदै गर्दाखेरि अब मृतक फेला परेछ त्यहाँ अब निकाल्नुको सट्टामा लोभ लालचमा सुन चाँदी होइन अनि केही व्यक्तिहरूले पैसा या मतलब नाकबाट कानबाट यो सुनहरू झिकेको भिडियो समाज सञ्जालमा जुन भाइरल भिडियो छ त्यो अत्यन्त दुःखद हो होइन। त्यस्तो नगर्नुपर्ने हो किनभने हाम्रै देशको नराम्रो अन्तर्राष्ट्रिय देशहरूमा यो भिडियोहरू भाइरल हुँदै जान्छ भने नराम्रो सोच्छ होइन। हामीले एउटा त पीडा परेको रहेछ, दुःख परेको रहेछ, त्यसमा हामीले साथ सपोर्ट गर्नुपर्ने अवस्थामा हामी त्यो स्वार्थी नबन्ने होइन। हामी स्वार्थी पनि होइन। सो एकजुट मिलेर सकभर जति सहयोग हुन्छ त्यो गर्ने होइन। अनि हाम्रो गृहमन्त्रालयबाट जुन क्युआर कोड आएको रहेछ होइन सकभर त्यसमा जे जति हुन्छ 100, 200, 400, 500 लाख आफूले जे जति हुन्छ प्राय त्यसमा सहयोग गर्नु होइन। अनि उद्धार गर्नु आफ्नो ठाउँमा भएको मानिसहरू सबै मिलेर हामी सबै नेपालीहरू मिलेर सकभर उद्धार गर्ने कोसिस गर्नु। अनि हस्त धन्यवाद।